हेलो एभ्रिवान, आज चाहिँ सैटरडे भोलि पनि छुट्टी 2 दिन कन्टिन्यू छुट्टी भएको भएर हामी चाहिँ ग्रीन भ्याली रिसोर्टमा गयौँ। यो चाहिँ शिवपुरीमा छ ग्रीन भ्याली रिसोर्ट। यो चाहिँ हाम्रो सेकेन्ड भिजिट हो। लास्ट टाइम चाहिँ हामी न्यू इयरको बेलामा गएको थियौँ। एकदमै क्राउड भएर फेरि फर्केर पार्क भिलेजमा बसेर खाना खाएर फर्केको थियौँ। Just saying, spoiler alert, I think spoiler alert, we saw a caliche, we saw a pheasant there, and we also saw a monkey. I don't think we got that on camera though. I have it at last बाबु। अनि त्यहाँ चाहिँ हामीले एकैछिन कस्तो राम्रो छ ग्रीन भ्याली रिसोर्ट चाहिँ, एकदम स्पेसियस छ। हामीले चाहिँ खाना अर्डर गरेपछि एकैछिन घाम लागिरहेको थियो, फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। यो चाहिँ उसको पापा बाबुको प्रेसियस टाइम। अनि त्यसपछि हामीले फोटोहरू खिच्यौँ, रमाइलो भयो, एकदमै सन्नी डे थियो आज। कति ग्रुपहरू चाहिँ पिकनिक आएको रहेछ त्यहाँ। ग्रीन भ्याली रिसोर्ट पनि एकदम वान अफ द फेमस रिसोर्टै हो बुढा नीलकण्ठ साइडको। रमाइलो छ त्यहाँको एम्बियन्स चाहिँ, मलाई एकदम राम्रो लाग्छ। नेचर, क्लोज टु नेचर छ। जाँदा पनि शिवपुरीको त्यो स्टाफ कलेजको बाटोबाट हुँदै जानुपर्छ। अनि एनिमल्सहरू पनि देखिन्छ त्यहाँ चाहिँ। यहाँ चाहिँ घाम एकदम लागेको भएर खुल्ला कस्तो राम्रो सिनरी देखिरहेछ ब्याकग्राउन्डमा चाहिँ। अनि पापाले चाहिँ मेरो फोटोहरू लिदिराखेको छ। मलाई चाहिँ एकदमै फोटोहरू खिच्न इन्ट्रेस्ट लाग्ने भएर धेरै टाइम चाहिँ फोटो खिच्नमै स्पेन्ड गर्छौँ हामी। त्यही त हो नि, मेमोरिजको लागि पनि हुन्छ भनेर फोटोहरू खिच्यौँ। त्यसपछि यहाँ बाबुहरूको पनि मैले फोटो खिच्दिएँ। त्यसपछि हामीले हाम्रो फुडहरू आयो। फुडहरू चाहिँ एकदमै टेस्टी थियो। हामीले सबै खानेकुरा एकदम भोग्ला भएर खायौँ। फ्रेन्च फ्राइज, आलु टिमुर, चिकन टिमुर, मोमो अनि चिज केक, हट चकलेटहरू खायौँ। Y'all, I do not like taking photos. Babu does not like, but I like it a lot, so I force him to take my photos and videos also. मेरो चाहिँ प्रायः जस्तो फोटोग्राफर बाबु नै हो। यहाँ चाहिँ लोकल कालिजहरू पनि थियो यहीँ फार्म गरेको। त्यहाँ चाहिँ बाबुले एकछिन त्यहाँ हेरेर रमाइलो मान्यो। सिन्सोलाई एनिमल्स एकदम मनपर्छ। आउँदा चाहिँ हामीले त्यो जङ्गलमा मङ्कीहरू एकदमै धेरै देखेको थियौँ। मङ्कीहरू त्यहाँ चाहिँ चितुवाहरू पनि आउँछ, डियरहरू भनेर भनिरहेको थियो। अनि यो चाहिँ हामी फाइनली खाइवरी अब चिसो हुन्छ छिट्टै त्यहाँ भनेर फर्किने बेलामा लिएको भिडियो। त्यहाँ चाहिँ कस्तो राम्रोसँग बगनबेली फुलेको थियो। त्यहाँ उसको पापा र बाबुको पनि रेस चलिरहेको छ जाने बेलामा फर्किने बेलामा। एकदमै रमाइलो भयो आजको सैटरडे चाहिँ हामीलाई ग्रीन भ्याली रिसोर्टमा। वाइल रिटर्निङ ब्याक हामीले चाहिँ त्यहाँ कालिज देख्यौँ। बाबुले देखेर हामीलाई देखायो अनि ठ्याक्क त्यो गाडीले छेक्यो। बाबु वाज सो ह्याप्पी टु सी द कालिज अन द रोड सडनली। Thanks for watching everyone. So, bye. Bye bye.